यही हामी तिन पढ्न आयो जमारा लगाइदियो उसले त पैसा अलि माथि ल्याइदियो त्यसपछि धन पैसा भन्ने अनि कति हुन्छ कति भन्ने भए यो उसमा यो सबैभन्दा धेरै ठुलो मान्छे सबभन्दा त्यहाँभन्दा ठुलो उपसचिव के सचिव भन्छन् त्यहाँभन्दा ठुलो मान्छे उता ज्याइरी के भन्ने भएर धेरै ठुलो मान्छे भने भाइ त्यो मान्छे भाइ भाग्य बढोस् पढ्दा सधैँभरि फेल भन्ने अब उसको विषय लगाएर नातिले भन्ने कहिले नहोस् सबै अब तिमीले पढे जतिको अब यहीबाट अब 17-18 कति पढ्ने छ र त्यतिसम्म सबै फेल भएन जम्मै पुरस्कार बुवादेखि भन्ने भयो तिम्रो बाबाले सिमल राख्नु पुरस्कार खाएर अगाडि भएको हिँड्थ्यो त्यस्तै भयो मेरो नाति अन्त खोज भनेको माने सबैले भनेको टेर्न पर्छ हो कि हो पढेर पास हुन पर्छ मेरो छोराले अझै फेल भएको छैन अब सुरु चल्ने त मस्ती छ यतिको लागि बाबा मम्मी ल्याए रो कस्तो नहोस् अलि मिठो चोखो खान नजाओस् बिरामी कहिले नहोस् पैसो रिष्ट बस्नुहोस् बढ्नुहोस् घर्नुहोस् माटो समाएर नहोस् ढुङ्गा समाएर दलियोस् पहिला ठेस नलाओस् हिँड्दा ठेस नलाओस् पहिला ठेस नगरोस् हुन्छ भाइ के भयो बुद्धि पढोस् अब यसलाई नगरे काम अब बसेर मात्रै खाएको छ नभने भए राम्ररी सुखी चलाएर हाले भाइ बुद्धि पढोस् मनले चिताएको पुरुष सन्त होस् त्यही हो मन सन्तक होस्